फाइनल्ली हामी कहाँ रे अब हामी दाउन्ने देवी मन्दिर। ल अब यात्रा सुरु भयो यहाँबाट है। यहाँबाट मन्दिरतिरको यात्रा सुरु भयो। यहाँ चाहिँ हुल्ली देउराली भन्ने यो ठाउँ हामी आइपुग्यौँ। हाम्रो छोरो पनि साथमा। म छोरो जत्रै उमेर हुँदाखेरि आएको मन्दिर। यो बाटो केही फरक भए पनि सम्झना भन्ने निकै ताजा है। यतातिर यो बौद्ध गुम्बा गुरुकुल है। यो गुरुकुल छ यतापट्टि, यसलाई शिक्षालय। यतापट्टि अब उतापट्टि यो कैलाश यात्रा जाने यो सङ्गम उता यता तल। अब यात्रा उकालो सुरु भयो। हाम्रो यात्रा उकालो अब सुरु। नखिच त्यो खिच्ने भाइ पर खिच्न त साउन्ड रेकर्ड गरे हो र भिडियो रेकर्ड गरे हो त। मोबाइल बचाउनु भन बाबालाई। हनुमान हो त्यो। अलि माथि पुग्छौँ। हामी आफ्नो यात्राको आधी बाटोसम्म आइसकेको छौँ। अब केही समयपछि अब हामी दाउन्ने मन्दिरमा पुग्छौँ है। हामी पाहाडमा चढ्न लाग्छौँ। बाटोमा हाम्रो मङ्कीहरू। ल गाइज हामी पुग्न लागिसकेको छौँ। ल गाइज उता माथिहरूले देख्न सक्नु भएको छ उता दाउन्ने मन्दिर। हेर्नु त गाइज हाम्रो दाउन्ने मन्दिर। छोड्देऊ न उसलाई। हाम्रो यहाँ मन्दिर आइसकेको छ है। हेर्न सक्नुहुन्छ हाम्रो दाउन्ने मन्दिर कति राम्रो प्रकृतिको साथ बनेको र एकदमै सुन्दर ठाउँमा बनेको उपस्थित छ हाम्रो यो मन्दिरलाई बाँदरहरूले पेरदार दिएर बसिरहेको छ। गाइज यहाँ एउटा कुरा याद राख्नु है। झोला ल्याउनु भयो भने फेरि यो सिक्युरिटी गार्डहरूबाट बच्नुहोस्। ल स्वागतम।